त गल्ली छ यता भनेको के छ खेल्ने ठाउँहरू छ कि यहाँ बच्चाहरूको लागि है। यो एरिया यो देखिरहेछ नि, यहाँ यो पुरै खेल्ने ठाउँ हो देखिरहेछ है। यो भनेको बच्चाहरूको लागि खेल्ने ठाउँहरू, बास्केटबल खेल्ने ठाउँ छ यो बस्तीको बिचैमा। साह्रै रमाइलो हैन। यता यो फ्ल्याट भयो, यो माथिदेखि छ, अनि अर्को यता 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 फ्ल्याट भयो, अर्को पारी ठाडोमा छ हैन। अनि यो चाहिँ लास्ट गल्ली हो, किनभने यहाँ हामी काम गर्ने नजिक आउँदैछु म। यो गल्ली भनेको अब रेस्टुरेन्टहरू छ, प्लस होटेलहरू छ, 7-11 छ हैन। हामीले काम गर्ने यो गल्लीमा यो फ्ल्याट चाहिँ म देखाउन गइरहेको छु। यो के हो साथीहरू, यो तरकारी खाँदो रहेछ कि यहाँ यो विदेशमा। यो खासमा तरकारी खानको लागि हो रहेछ। मान्छे अब विदेशको ठाउँमा अनि कुराहरू खानेकुरा पाइन्छ। अब के खान्छ र, तर कहिलेकाहीँ खान्छ होला। कलिलो मुनाहरू भयो भने खाँदो रहेछ। यो फ्ल्याट चाहिँ यो हामीले काम गर्ने सटर चाहिँ यो हो। उतापट्टिबाट यो यतापट्टि ब्याक साइड भयो। अब यहाँबाट म जाँदैछु पल्लोपट्टि हाम्रो कम्पनीमा। यो एउटा गल्ली भयो, यहाँ बस्ती कति छ, कति यसो गल्लीहरू। एउटा टक्क घर यो उता माथि। अनि त्यसपछि यहाँ देखाउन गइरहेको छु म साथीहरूलाई। साह्रै रमाइलो छ चाइनिज बस्तीहरू होइन, मिलेर बसेको घरहरू टक्क होइन। साह्रै रमाइलो है। यो गल्ली चाहिँ यो हामी खासमा यहाँबाट आउँछौँ। म अलि तपाईँ योबाट भएर यो हो, यहाँ टक्क देखिराख्नु भएको छ तपाईँहरूले। यो भयो पाल्लोपट्टि यो गल्ली भयो होइन, यहाँ छ। अनि यहाँ चाहिँ अलि ठुलो स्कुल छ त्यहाँ हामीले ठ्याक्कै अगाडि। अनि रेस्टुरेन्टहरू पनि टक्कै ट्याक्क अगाडि खोलिरहेको छ नि त। यो चाहिँ देखिरहेको छ नि, यो पुरा स्कुल हो। यो म देखाउँदैछु यहाँहरूलाई है। हो त्यो देखिरहेको छ नि होइन, यो देखिरहेको स्कुलहरू। ल म काम गर्ने ठाउँमा पनि आइपुगेँ। मेरो रेस्टुरेन्ट भनेको यही हो है। सुसी हट, मैले काम गर्ने ठाउँ यो जापानिज सुसी हट आइपुग्यो। सुdah buka kah? Oh. ल किचन मैले काम गर्ने ठाउँमा पनि आइपुग्यो ठ्याक्कै। ल साथीहरू है,